तिम्रो घर परिवार समुदाय तथा पेसा व्यवसाय हरेक ठाउँमा यो मेरो प्रविधिलाई सूचनाहरू दिनु ल मतलब मेरो युट्युब च्यानललाई प्रमोट गर्नु ल मेरी क्रिसमस मेरी क्रिसमस मेरी क्रिसमस कति रातो लगाइछु के फुच्चीहरू हराएछ यतिकै भने मैले मायाले आज सुबह सुबह नाश्ते में क्या है ब्रेड है और मुझे लगा था कि चना है लेकिन चना नहीं है। अब मुझे पता नहीं कि मैं क्या करूँगी। पूरा हॉस्टल खाली खाली है आज क्योंकि पता नहीं सब लोग गए बाहर। अलिकति थोप्सीमा अलिकति केही डलिसकेपछि मलाई यो गिफ्ट पनि र्याप गर्नु कहाँ राखेँ के मेकअप ठ्याप ठ्याप गर्ने चिजै हरायो यहाँ एक खर्च रहेछ। त्यसमा खासै केही दल्न मन लागेन अहिले एकछिनपछि दल्छु किनभने सबभन्दा मेन प्रब्लम त थोप्स होइन सबभन्दा मेन प्रब्लम त लुगा हो नि त त्यही भएर अब हामी लुगा के लगाउने भनेर सोच्दैछौँ होइन पाइस दिदी के लुगा लाउनु यो टी सर्ट चाहिँ मैले एउटा खै एक दिन मैले लगाइसकेँ क्या अनि ठुलो क्रिसमस ट्रीमा फोटो पनि खिचिसकेँ तर त्यो फोटो मैले पोस्ट गरेँ होइन नि त अनि हेर गर्ल्स म्याथ गऱ्यो भने चाहिँ होइन इफ हामीसँग कुनै लुगा खरे होइन त्यो चाहिँ हामीले लगाइसक्यो 2-3 चोटि त त्यसमा हामी फोटो हाले छैन भने चाहिँ त्यो लुगा हामीले लगाएकै छैन क्या कहिले पनि अनि त्यसपछि इफ त्यो लुगा चाहिँ हामीले किने खरे त्यसको चाहिँ हामीले फोटो हालिसक्यो अरे तर हामीले त्यो चाहिँ एकचोटि मात्र लगायो भने त्यो लुगा चाहिँ हाम्रो लागि पुरानो हो के केही छैन के लुगै छैन मैले क्रिसमसको लागि भनेर किने हो कि लुगा तर मैले त्यो अगाडि नै लाएर फोटो हालिसकेँ नि त मेरो वान एन्ड ओन्ली अप्सन भनेको यो हो तर यो मैले 50,000 करोड मिलियन डलर जति लगाइसकेँ चटक यो लुगालाई म दिन्छु 4/10 किनभने 4 पनि दिन 2 दिन्छु ल जति हेऱ्यो त्यति घटाउनु मन लाग्यो क्या मलाई रेड 1 यो पनि लगाऊँ तर यस्तो जाडो पनि छैन कि यहाँ गर्मी नै हो अनि कस्तो पाखे पनि थियो मोटो पनि थियो क्या म एउटा कुरा भन्न चाहन्छु होइन म चाहिँ होइन अब टप लायो नि त होइन अनि त्यसपछि राति सुत्ने बेला त घोट्छ नि त टपले अनि त्यसपछि एउटापट्टिको चाहिँ खोलेर अनि एकपट्टि सुत्छु नि त अनि त्यो खोलेको टप चाहिँ कहाँ जान्छ क्या हराउँछ क्या त्यो टप चाहिँ अनि कतिको चाहिँ एक जोडी छ क्या त्यो एक जोडी चाहिँ यतैतिर कता कता फालिराख के अनि खेर त्यही भएर त्यसको चाहिँ केही उपाय छ भने भन्नुहोस् टोटकाहरू राति 12 बजे पिपलको रुखमा झुन्ड्यौ अनि तिम्रो टप हराउँदैन चाहिँ भनेर कमेन्ट कसैले नगर्नु होला ल इयरिङमा चाहिँ 2टा अप्सन छ 2टा यस्तो क्युटी छ है कुन लगाउने यो लगाऊँ तर यो पनि कस्तो राम्रो तर म यो लगाउँछु है त टिस्यु पेपरमा मजाले रोल गरेर टिस्यु पेपर पनि काम लाग्छ नि त लाग्छ यो नि एउटा गिफ्टको हिस्सा हो क्या फाइनली हामी रेडी भएर अब हामी जाँदैछौँ 12 बजिसक्यो हाम्रो दिन चाहिँ बल्ल सुरुवात भयो यो पनि जुगाडवाला आफै बनाएको ह्यान्डमेड भेट झन् राम्रो हो Welcome to my blog. This is my blog. किन तिम्रो घर परिवार समुदाय तथा पेसा व्यवसाय हरेक ठाउँमा यो मेरो प्रविधिलाई सूचनाहरू दिनु ल मतलब मेरो युट्युब च्यानललाई प्रमोट गर्नु ल त्यही अनबक्स गर्नु नि यार बरु हुन्छ ल ल म गिफ्ट दिएको ओपनिङ गर्न जाँदैछु कस्तो गिफ्ट आएर चाहिँ हेरौँ नराम्रो रहेछ भने म आफ्नो गिफ्ट चेन्ज गरेर अनि आमा त्यसले त नहेर्नु कस्तो चटकको अलिक बढी नै भयो के यो चाहिँ आमा कफी स्क्रब अलि फास्ट गर्नु न धेरै बेर फुटेज पाउँछु भनेर स्लो गर्दा के हैन के फेस वाश थ्याङ्क यू सो मच मैले यस्तो राम्रो गिफ्ट पाउँछु भनेर सोचेको थिइनँ स्पेसली उबाट थ्याङ्क यू सो मच लाई एकदम मन परेर मेरो गिफ्ट ब्रदरलाई चाहिँ अब उहाँले दिएको गिफ्ट चाहिँ मलाई मन पर्छ कि पर्दैन हामी चाहिँ केक खान आएको केक खाइयो कसम खाएन खानु चाहिँ छैन चाटे मात्र हो कि उसले थाहा पाउँछ भनेर सच में ऐसा लग रहा है इसलिए थीम सच में फॉलो करी हमने कुछ फॉलो नहीं करा क्रिसमस गर्ल लग रही है
क्योंकि इसे फॉलोअर्स चाहिए। फॉलोअर्स नहीं, सब्सक्राइबर्स। एटलीस्ट 1000 तक तो 10,000 तक तो कर दो यार। क्या भगवान ने बोला कि अभी नहीं? शांत रहो। हाँ। पटाका पड्का के यता त तिहार आएको जस्तो हुँदो रहेछ क्रिसमस आएको चाहिँ हेर्नु त्यही त। रातभरि पनि पड्का छ पड्का पसलमा सेल लागेछ कि भनेर हेर्न जाँदैछौँ हामी। इस लागेको रहेछ भनेर के हेरेर आउँछौँ। ए दुईतिर अङ्कलहरूको स्वर्गदूतको पहरा खटिरह हाम्रो माझमा। आएका छौँ आफ्नो रीतिरिवाज परम्परा प्रतिष्ठा निभाउनलाई। पसलको एउटा दाइले चाहिँ के भने अरे मलाई लाग्यो कि तिमीहरू युट्युबर हो भनेर अरे। अनि साँच्चीको युट्युबर हो कि हाम्रो उयो छ भनेको त है बाल नदिँदा कि यसो सब्सक्राइब नि गरिदिनु नि सोध्या मान्छे पनि यहाँ पनि कस्तो राम्रो बनाएछ। मान्छे दाइले हामी फेरि पनि यहीँ आइसक्यौँ हाम्रो अड्डा अल टाइम फेभरेट हो। यहाँनिर चाहिँ सेल उयो छ त सेल बचकान सामानहरू चाहिँ यहाँनिर राम्रो राम्रो रहेछ। स्टार बुक्सको चाहिँ 50 रुपियाँ अरे। अनिखेर हामीलाई चाहिँ यसको कति रुपियाँ हो सोध्न चाहिँ अलिकति लाज लागेको, तर भ्लग बनाउन चाहिँ लाज लागेको छैन कि, सोध्न मात्रै लाज लाग्यो। हट मेस आमा हट मेस चाहिँ मेरो च्यानलको नाम द मेस हो। अबदेखि हट मेस तिमीले लानै पर्छ। ओके लग्छु त्यो। सो हामीले चाहिँ बुकहरू हेऱ्यो होइन, त्यो अङ्कललाई पनि थाहा थियो कि हामीले किन्दैन भनेर, त्यही भएर बाल पनि ल्याएको थिएन खासै। होइन बुक पढ्ने मान्छेहरूको नलेज आफै हुन्छ, हामीले केही बुझाउनु पर्दैन। त्यही माथि अब थोक्स हेर्नु बित्तिकै थाहा भइहाल्छ नि पढ्ने हेर्ने उनीहरूले भन्छ। गाइसहरू होइन मेरो चाहिँ पुरा हातभरि संसार तेल घोलिए हो। यहाँनिर चाहिँ यसरी पोखेर राखेको रहेछ। लाग्यो भए पनि यो हातमा लाग्नु नि, यसरी सफा गर्न त सजिलो हुन्थ्यो। यो हातमा लाग्यो यसरी कसरी गाह्रो हुन्छ सफा गर्न। अब चाहिँ हामी निस्के तो हम आ गए हॉस्टल में। अब मैं आप लोगों को मेरा गिफ्ट दिखाऊंगी, ठीक है? अलिकति क्रिसमसको अगाडि दिनु पर्थ्यो कि। स्नो डियर टोपी बच्चाको जस्तो। अर्को चाहिँ यो देहान, थ्याङ्क यू सो मच। अब हाम्रो क्रिसमस चाहिँ सकिन लाग्यो नि त, अनि त्यसपछि अब न्यू इयर आउँछ। अनि त्यो न्यू इयरको छुट्टी चाहिँ कसरी बर्बाद गर्ने भनेर सोचिरहेको छु क्या म चाहिँ एउटा कुरा भन्न चाहन्छु होइन। मेरो चाहिँ राति सुत्ने बेला मैले त भन्दैन होइन, म एउटा कुरा भन्न चाहन्छु होइन। म चाहिँ होइन यो चुरा हो नि, यो चुरा यो चाहिँ खासमा चुरा हो के, छुरा यो चाहिँ खासमा चुरा हो नि त। अनि त्यसपछि यो चाहिँ